आहा फेरि आइगयो यस क्यामले नै आइगयो फेरि यसको त आवाजै नसुनौँला भन्ने पनि लाग्यो होला कतिपयलाई त अहो यिनीको बड्डा कुरा त सही हुन्छन् भन्ने पनि लाग्यो हुन्छ क्या होइन र म फेरि आज फेरि यो डिभोर्स बारेमा आएको छु क्या है जुनसुकै आइमाईलाई भेटे पनि अनि त्यही पोइकै गल्ती थियो त्यही भएर मैले डिभोर्स दिएँ भन्छन्। अस्ति एउटा बहिनीलाई भेटेँ 22-23 वर्षै थिइन् बच्चा थियो सानो टिट लाग्यो बिचरा पानी पानी भन्थ्यो पानी दिएँ किनेर होइन 30 रुपियाँ बोतल पर्ने दिएँ आफूले पनि खाएँ टिट लाग्यो नि त छोराछोरी भने बच्चा बच्ची हुन् आत्माले मागिरहेछ अब उनीसँग पैसा रहन्छ अनि श्रीमान कहाँ हुनुहुन्छ भन्दा मैले डिभोर्स दिइसकेँ भनिन् किन दाइ कुट्याई गर्थ्यो रक्सी खाने जाँड खाने एकदम तास खेल्ने पैसा घर त्यस्तै त्यही भएर मैले डिभोर्स दिएँ भने अनि फेरि कुनै ठाउँ गएको थिएँ घुम्न एकजना दिदी भेट्नु भयो त्यही कुरा आयो दोहोऱ्याएर अनि अर्की स्वान्छेलले पनि त्यही कुरा दोहोऱ्याएर खाली लोग्ने मान्छेले मात्र गल्ती गर्यो होला र यार तिमीहरू पत्याउँछौ गल्ती गरेन होला त एक दुईवटा त लोग्ने मान्छेले गल्ती गर्यो होला नि ठिकै छ स्वान्छेलको गल्ती हुन्न र म चोर हुँ भन्छ र भन्दैन नि त अहिले यो चोर हुँ भन्ने जमानै पनि छैन खाली लोग्ने मान्छेलाई दोष दिएछन् अदालततिर जाने वकिल सोकिलहरूलाई बुझ्ने भने चाहिँ हेर लोग्ने मान्छे जस्तो पीडित कोही छैन हो कि होइन ल भन खाली विदेशको एकदम मुलुकमा गएर पसिना बगाइरहन्छ घर परिवार भनेर पैसा पठाइरहन्छ अनि यता पैसा पनि खाल्ने बुढो आउने बेला डिभोर्स भइसकेको हुन्छ कति पीडित होला लो उहाँ श्रीमान नआउँदै यहाँ एकतर्फी भन्दो रहेछ क्या एकतर्फी डिभोर्स भइहाल्दो रहेछ दुईतर्फी हुनुपर्ने खास एकतर्फी नै डिभोर्स भइजानु रहेछ अब विदेशबाट म्याच कहिले पुर्याउने त्यो म्याच समादिन कहिले फ्लाइटमा चढिन आउने यहाँ त्यही भएर मैले भन्छु लोग्ने मान्छे हौ तिमीहरू जोसुकै हो यदि श्रीमतीले डिभोर्स दिएछ भने चाहिँ तिमीहरूले म डिभोर्सै दिन्न भनेर त्यस्तो खालको मुद्दा हाल क्या जस्तो उदाहरण मानौ श्रीमतीले डिभोर्स दि मेरो यति बच्चा बच्ची यस्ता छन् यति खाइ पाऊँ यति लाइ पाऊँ भनेर एउटा अदालतमा लिन मुद्दा हाली डिभोर्सको लागि प्रक्रिया गऱ्यो भने चाहिँ तिमीहरूलाई म्याद आउँछ त्यो म्याद समातेर जाऊ वकिलसँग म यो बिना बाँध्नै सक्दिनँ म डिभोर्सै दिन सक्दिनँ मैले हेरविचार गरे हूँ होइन भने चाहिँ मेरो गाउँ टोललाई समाजलाई सोध छोरो मान्छे हूँ कहिलेकाहीँ खाने चिज हो खाइहाल्छु 1-2 गिलास रक्सी मैले यसलाई तलमाथि गरेको छैन तर म अरू जति म पुर्याउन सक्दिनँ आफ्नो घरको हैसियतलेसम्म मैले यसलाई राखेको छु म यो बिना बाँध्नै सक्दिनँ भनेर तिमीले अर्को मुद्दा हाल क्या लोग्ने मान्छे बुद्धि छ भने चाहिँ अनि कसरी अनि पैसा खाइन जाने रहेछ त्यो हेर्नु त्यो स्वान्छेलले कति रुपियाँ खाने रहेछ 9 लाख खाने रहेछ 10 लाख खाने रहेछ अनि पैसा लागि पनि डिभोर्स भइरहेछ क्या अहिले